छिले अब उहिले हान्ने उहिले त राइ ल के हो साथी गाह्रो छ के त हो गाह्रो छ म त यसरी लदे भन्ने छ त एउटा टिकटकमा भाइरल भएको थियो त्यस्तै भएन यस्तो यार उले हान्न लास्टै गाह्रो छ यार के भनौँ म एकचोटि फेरि अझै ट्राई गर्छु ल धन्यवाद यार के भनौँ हेरिराखौँ के त हो जान्छ नेक्स्ट शैली ल फेरि सक्छ त कसैले यतिको उहिले हान्न कसैले सक्छ यो दामी दामी भयो यार यसको त अनि फेरि हत्रै छ नि फेरि हत्रै बवाल कस्तो लाग्यो उहिले एकदम राम्रो लाग्यो यार एकदम खतरा भयो यार यो फर्स्ट उहिलेमा अलिकति पल्ट्यो यो विषयमा के भन्न चाहन्छ यो विषयमा यार फर्स्ट गरिरहेछु अहिले बिस्तारै सही भइहाल्छ अहिले त लास्टै बसेर यता ढुङ्गा के थियो तर केही पनि भएन यार सबै ठिक छ राम्रो छ ट्राई गर्दै गर्नु ट्राई गर्दै गर्दै हुन्छ एक दिन योबाट ल फेरि एकचोटि ट्राई ल लास्ट गर्छु दामी ओहो ल नाइन दिदीको उहिले ल खतरा आयो उहिले ल ओहो साथी के छ गाह्रो छ के त हो उहिले हान्न नि गाह्रो छ पात फुट्दा निकाल्ने धन्दा ठिक भयो हो न त के गइहाल्थ्यो नत्र सब जान्थ्यो कसैलाई उहिले हान्न छ भने यस्तो सुनसानमा यतिको साधन बनाएर हान्दा हुन्छ त कसैलाई केही डिस्टर्ब छैन यता घरहरू केही छैन हामीहरू यस्तो साइडमा आएछु कुनै केटाहरूको केही डिस्टर्ब नहुने त्यस्तो बाटोमा आएर हामीहरू भिडियो बनाइरहेको छु त्यस्तो हजुरले केही गाह्रो नमान्नु किनकि हामीहरू जो यस्तो ठाउँमा आएछु त्यहाँ कुनै केटाहरू केही पनि छैन हेर्नुहोस् होला एउटा पनि घर देख्दैन पुरै खाली छ हामीहरू यस्तो ठाउँमा आएर बनाउँछु भिडियो कुनै मान्छे डिस्टर्ब पनि नहुने रमाइलो पनि हुने ल भिडियो अच्छा राम्रो लाग्यो त्यो लाइक कमेन्ट एन्ड सब्सक्राइब एकदम ठोकेर गर्नु ल यो दाइलाई हेर्नु यो दाइ पनि बाइक हेर्नुहोस् लिएर आइरहेछ खतरा यो दाइ पनि उसले हान्छ अहिले हामीसँग भिडियो बनाउन यार केटाहरू केही पनि छैन हामीसँग गोप्रो पनि भएपछि हामीहरू गरिहाल्थ्यो यो फोन छ फोनले त केटाहरू जसै पनि चाहियो ल यो साथी पनि अब सायद उसले हान्नको लागि सोचिरहेको थियो ल हेर्नुहोस् पेट्रोल पनि छैन यार सकेर रहेछ यार यस्तो बाटोमा आएर छु अब कसरी के गर्नु दबाएर राख्नु पेट्रोल सक्यो